अनि यता हाम्रो छ बुढी अस्ति नै हाम्रो थियो नि चड्डी बुढी भन्ने होइन त म त हेर्न बडे सोझे हो के बडे एकदमै सोझो संस्कारी केटी पनि त्यस्तै चाहिन्छ फेरि सर त भोलाइ छ है भोलाइ छैन के हाराएन पैसा हाम्रो ग्याङहरू अब हामी घरतिर प्रस्थान भइसक्यो लाखौँ करोडौँ उडाएपछि हामी प्रस्थान भएको छौँ चतर दुईटा हातले ओके आफ्टर लङ टाइम पछि फेरि पनि आइसकेको छु म एनदर डेली ब्लगमा डेली त के भन्नु एनदर भिडियो आज ढिलो भइसक्यो घुमघाम गर्ने भनेको सो इन्ट्रोडक्सन आनु सो जाउँ गाडी छुट्टिन लागिसक्यो फोन गरेको गरेँ सो अब भएको कस्तो लागिरहेको छ हेर्न सक्नुहुन्छ बस प्याक छ सोधौँ सिटै पाउँदैन जस्तो लाग्यो प्याक छ क्या ए केटाहरू चाहिँ अब जान लाग्छ हामी अब कहाँ आउन लाग्यो अब उतै गएर थाहा हुन्छ है अनि यता हाम्रो छ बुढी अस्ति नै हाम्रो थियो नि चड्डी बुढी भन्ने होइन त ल अब हामी फ्लोमा जानेछौँ अनि के हुन्छ अब देखाउनेछौँ है त चतर ओके म्याम अब के खाने भइरहेछ अलिक स्ट्यान्डर्ड खाने आएको छ देख्न सक्नुहुन्छ केटाहरू अगाडि छ 13 जना आएको अब के खान्छौँ सर त भोलाइ छ है भोलाइ छैन के हाराएन केटाहरू मेनु हेर्दै है फेरि बाबाले भुक लाग्यो हुन्छ नेवारी खाना सकिन्छ नेवारी खाना चाहिँ यसमै छ कि यसमा छैन सर सेटमा कतिवटा सेट हुन्छ आइटम हुन्छ आइटम 9वटा हजुर नेवारीको चाहिँ कसरी छ नेवारी हामी अलिक स्ट्यान्डर्ड ठाउँमा आएपछि स्ट्यान्डर्ड केटाहरू बसिसक्यो हामी भएको जति यता बढे हडे सबै छ कालो आइरहेको छ आइपुग्नु अब चाहिँ हामी बढेर म सरी विशेष बाहिर मनिष भाइर लिन गइरहेको छौँ है हामी चाहिँ रिसोर्टमा बसेर यस्तो चहलपहल दिइरहेको अब केटाहरू उतै छ अब दिनेश भाइ चाहिँ कामले गएको छ नि त होइन अब हामी केटाहरूलाई लिन यसो चोकसम्म चाहिँ जानु पऱ्यो ल आएकै छैन जस्तो लाग्छ उनीहरू अब एकछिन वेट गरिन्छ त्यसपछि रिसोर्टतिरै प्रस्थान भइन्छ एकछिन ल है त ल अनि के कस्तो लागिरहेछ आज यत्रो हामी भनौँ न ग्याङसँग आइरहेछ नि त हामी होइन कतिको रमाइलो भइरहेछ ठिकै बढे अलि फिल्ममै पुग्ने बेला भएको छैन ए अब भर्खर त आएको अनि कहाँ फिल्मको रिसोर्ट बढे पनि फेरि गइहाल्छ है ल अब दिपेशहरू एकछिनमा आउँछ अब हामी पनि एकछिनमा देखाउँदैछौँ अब केटाहरू चाहिँ आइरहेको छ भुल्लाइदियो कि ठ्याक्क आउँदैछ त्यहाँनिर हामी चाहिँ यता बसिरहेको बढेले झुक्काइदिएको छ केटाहरू हिरो भनेर आइरहेको छ ल ल आइरहेको छ केटाहरू उता तलतिर गएछ झन् यता तलतिर अनि उनीहरूले चाहिँ उ त्यो थाहा क्या त्यहाँनिर त केटाहरूले भर्खर भने होइन यो अलिकति उकालो उलिँदा बित्तिकै रुक्ने केटाहरू त इन्जोय गरेर रिसोर्टमा सर्भिस दिइरहेको छ खतरा सर्भिस ल त्यतै गएर के खाने हो खाउँ त्यसपछि अब त्यहाँबाट होइन उस जाने त के अरे उ जाने कि होइन बस पार्क जाने त्यहाँबाट पनि है त्यहाँ मेन भने त्यहाँबाट हो नि त यहाँ त अलिकति घुमेर जानु पर्छ नि होइन ल बढे यहाँ फेरि
मान्छेलाई झुक्काएर इन्जोय गरेर तल 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 जा भने ल त्यस्तै भएको छ यहीँ तल हो कि अनि त्यो पनि सोध्नु पऱ्यो कि म्युजियम कति छ गोलीमा छ है बडे नजिकै हो भन्दा छ बडीले अब बढेको साथमा म्युजियम नुवाकोट म्युजियम एक्सप्लोर गर्न आएको छौँ है यहाँ दिपेश ल यहाँ अब छ होला के छ छोटे सब पिक्चर ल अब यहाँ अब यो आइरहन्छ बटा र म त कहिले काहीँ हो अब यस्तो आज चाहिँ घुम्यौँ भनेर केटाहरू कतिजना आएको छ आज 13जना आएको छ अब यस्तो घुम्नुपर्ने हुन्छ आज सो है आज भाइहरूसँग टाइम स्पेन्ड गर्न सो चल्यो अब के घरमा मात्रै बसिरहनु अब त्यहाँनिर पुग्नुपर्छ त्यहाँ गएर अब ल आउँदैछ केटाहरू ब्याक लेमन टी है हो मैले लेमन टी होइन के छ प्यारे होइन ल हाल अलिकति दुइटा हाल्नु एउटा यही भित्र त यही हो भिडियो त यही देखाएको थिएँ म अहिले त त्यही अघि गएर हेरेर यही भित्र बाबुसँग पैसा हो लाजाको सम्पत्ति त देखाइन खोलेको हुन्छ नि एउटा है आज नआयो चाहिँ म कहिले नै अघि भनिदिएँ मैले चाहिँ मैले मेसेज गरेँ उल्टो भयो म जान्छ पहिले थाहा यहाँ नि आउनु नि भन्दाखेरि हिजो चाहिँ फेरि हानिरहेको छ मैले त हानिसक्यो केटाहरूले हानिरहेको छ है दुइटा हालेर घोल्नुपर्छ उहाँ गइसक्यो हाम्रो अब यहाँ दिपेश अलिक पछि आयो त्यो लेमन टी दुइटा हाल्यो नि ठिक एउटा हालेर त ठिक हो मिल्क टी खालि के भन्छ तिनीहरूले अब केटाहरू ल एकचोटि खाएको पनि भयो होला रोसनको पुरा अलिकति स्याट मुडमा छ ल सतर गरेर किर्किरो लाउने आएर आइ पनि किन्नुपर्छ यसमा त हुँदैन कस्तो छ यार गर्ने हो क्या दिपेश यो ऊ होइन के झर्ना थियो मैलुङ होइन मैलुङै हो बडा यस्तो पुरा इन्जोय गरेर अब यहाँ केहरू भन्यो
के गर्नु रुपेश यति हो डर लागेको रुपेश मलाई त डर लाग्यो तर वानको चाहिँ कति रहेछ ठिक छ कहिले काहीँ यसो चित्र हेरेर नि अब भनौँ न यो चाहिँ कहाँको त्यही त एउटा फिल्ममा देखाए जस्तो लागेको थियो मैले अनि यहाँ छ हाम्रो सेन्टा अनि त्यसपछि यहाँ रहेको छ अब यही रहेछ यतिलाई होइन 350 यो चाहिँ बटारको ठ्याक्कै कहाँ रे बढे यो लोकेसन यो डम्की चोक अनि डम्की चोकबाट अलिकति तल आएर तामाङ प्लाजा रिजोर्ट हजुर यहाँको अब यो चाहिँ यसलाई म्युजियम चाहिँ ठिकै छ तर होइन यहाँको अब रिसोर्ट चाहिँ एकदमै बवाल छ तपाईँहरूलाई एकदमै के अरे सर्भिस एकदम राम्रो छ अब त्यही अनुसार आइटम ए गर त म जान्छु ए क्यामेरा छ हामीसँग आइफोन छ है हामीलाई दिनु मिल्छ हस् हस् कहाँ खिच्दा राम्रो होला तपाईँलाई थाहा होला त्यही त कहाँ चाहिँ राम्रो आउँछ तपाईँलाई थाहा हुन्छ एक्सपिरियन्स हो यहाँ चाहिँ अलिक लाइटिङ खत्रै रहेछ है आउनु न त जम गर्ने है त्यता चाहिँ फोटो सेसन भइरहेछ यहाँ हाम्रो सानोतिनो फोटो सेसन बढे त पुरा पुरै कहाँबाट हो चिन्नै नसक्ने जस्तो भइरहेको म्याडमले फोटो हानिरहनु भएको छ है ठिक छ अब एकछिन मैले च्याटर कालो आउँछ आइफोन किन्नु पर्ने हुन्छ है ल फोटो खिचिरहेको छ म विदेश जानु जस्तो विदेश ल सिकाइँदैछ जता ल त्यहाँ बस्नु यही हुन्छ पहिला ए होइन जिस्केको हो हैरान गरेको होइन बोक्नु पर्दैन फेरि फिल्म हेरेर रुइरहेको छ है ल जाउँ ल बढे नि फेरि कता रहन्छ ल यहाँ अब ढिकी च्याउ झुलाए ठिक छ पुरा कस्तो मौसम कस्तो भइरहेको कस्तो लागिरहेको भाँडेलाई कति फोटो खिच्यो भाँडे रे रबिन यहाँ के हिँडेको खिच्छु भने केटाहरूलाई मान्ने भन्ने त्यही त बटाएर अब घुमिसक्यो अरे पानी पर्ला जस्तो भइरहेको अरे मौसम त अयो के भयो है पानी पर्ला जस्तो भइसकेको छ अब हामी चाहिँ यत्तिकै हिँडिरहेको अब एकछिनमा जानेछौँ अगाडि केटाहरू गइरहेको छ है ल एकछिनमा
अगाडि यसो मात्रै अगाडि जाने हाम्रो ग्याङहरू अब हामी घरतिर प्रस्थान भइसक्यो लाखौँ करोडौँ उडाएपछि हामी घरतिर प्रस्थान भएको छौँ करोडौँ उडाइसकेको छौँ अब दुईवटा सुल्टिएर छ ल अब पुल तर्यौँ अब गाउँ जाउँ रमाइलो गरौँ अब होइन यस्तै हो करोडौँ सकायो अरबौँ सकायो खुसी भएको छ केटाहरू इन्जोय गरेको छ आज चाहिँ है केटाहरूले फुल इन्जोय अब उसमा चाहिँ इन्जोय नगरे नि बसतिर चाहिँ इन्जोय गरेको छ अलिकति राम्रो तरिने थियो केटाहरू बसेर इन्जोय होइन त म त हेर न बडे सोझे हो के बडे एकदमै सोझो संस्कारी केटी पनि त्यसै चाहिन्छ फेरि डन्डी बोकेर भन्छ केटाहरू ल अब हामी जानेछौँ अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा सबैलाई म आभार छु र अब अर्को भ्लगमा भेट्ने बाचा गर्दै यो भ्लगमा हामी छुट्टिन चाहन्छौँ सो अब है चतर खै त दिलीप अङ्कल चतर दुईटा हातले ओके ल अब यो भिडियो अब कहिले अपलोड हुने थाहा छैन मलाई अल्छी लाग्छ अहिले भिडियो एडिट गर्ने अल्छी लाग्छ नत्र पहिला त अब अर्डर गर्छ ल यस्तो अवस्था छ पुलको चाहिँ अब यस्तो तरेर यति लामो पुल तरेर जानुपर्ने हुन्छ ओ के गरेर आऊ र सन्ने ठ्याट अब अर्को भ्लगमा भेट्ने बाचा गर्दै आजको भ्लगमा हामी छुट्टिन चाहन्छौँ सो स्टे हेल्दी स्टे ब्लेस स्टे ट्युन स्टे स्ट्रङ लभ यु अल चतर ल है अब यो भ्लग कहिले अपलोड हुन्छ थाहा छैन है अहिले त अल्छी लाग्छ भ्लग अपलोड गर्नु नि अलिकति टाइम लाग्छ मलाई सो है इन्जोय गर्नु है त ल आउटफिट फेरि समातिदिनु त आउटफिट देखाइन्छ अब यतिको समातिदिनु अब पछाडि आउटफिट आजको अलिक त्यतिको भन्नु आउटफिट यस्तो थियो अलिक है गीतमा है गीतको तालमा निरज नाच्नु पर्यो के गरे नाच्नु जस्तो भयो ताली केटाहरू है अनि कबड्डी रान्दा छ न कोहीले चाहिँ एउटा चालेर अट सक्यो मसिना आउँछ अब हम तोड़ गए जब तुम झुके तब से तुम नजर में आ रुके हम तो